तपाईहरु के उदाहरण हेर्नुहोस् र म यो बारेमा सबै डिटेलमा भन्नेछु। तपाईहरु हेर्न सक्नुहुन्छ यो लेभलबाट मार्केट किन माथि गयो त? त्यसैगरी अर्को चार्ट यो लेभलबाट किन मार्केट तल झर्यो त? नमस्कार सम्पूर्णमा अनि स्वागत छ मेरो भिडियोमा। म आज एउटा यस्तो बलियो क्यान्डलको बारेमा भन्नेछु ताकि अब बजार घट्छ कि बढ्छ कि कन्टिन्यू नै हुन्छ भन्ने कुराको संकेत गर्दछ। मेरो भिडियो मन परे लाइक, कमेन्ट र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। यो क्यान्डलको नाम हो मरुभुजी क्यान्डल। मरुभुजी क्यान्डल भनेको के हो, कसरी काम गर्छ, यसले यो क्यान्डल कतादेखि यसले काम गर्छ भन्ने कुरा म आज यो भिडियोमा डिटेल भन्नेछु। मरुभुजी भनेको के हो त पहिला परिभाषा जानौँ। मरुभुजी भनेको यो जापानिज वर्डबाट आएको हो। मरुभुजीको अर्थ के हुन्छ भन्दाखेरि यो डोमिनेन्स भन्ने हुन्छ। डोमिनेन्सको अर्थ के हुन्छ भन्दाखेरि कोही अरूलाई आफ्नो ताकतले तल दबाउनु या हराउनु भन्ने हुन्छ। मरुभुजी क्यान्डल कस्तो देखिन्छ त, कस्तो हुन्छ त त्यसको स्ट्रक्चर? मरुभुजी क्यान्डल एउटा लामो बडी भएको हुन्छ, स्याडो हुँदैन। यदि भए पनि एक साइडमा मात्रै हुन्छ कि तल हुन्छ माथि हुन्छ, अलिकति बडी 95% छ भने स्याडो चाहिँ 5% को हुन सक्छ, होइन भने सब यसमा स्याडो चाहिँ नदेखिन सक्छ। यदि मरुभुजी जस्तै सानो क्यान्डल बनेमा त्यसलाई चाहिँ मरुभुजी क्यान्डल मानिँदैन, सावधान रहन आवश्यक हुन्छ। त्यति बेला मरुभुजी क्यान्डलले के देखाउँछ त भन्दाखेरि बजार खुलेदेखि बन्द हुने बेलासम्म एउटै पक्षले हाबी भयो, कुनै पनि बिन्दुमा विपक्षले हाबी देखाउन सकेन भन्ने कुराको संकेत गर्दछ। मरुभुजी क्यान्डल कति प्रकारको हुन्छ भन्दाखेरि दुई प्रकारको हुन्छ, एउटा बुलिस मरुभुजी क्यान्डल र अर्को हुन्छ बेरिस मरुभुजी क्यान्डल। अब जानौँ मरुभुजी क्यान्डलले के काम गर्दछ त भन्दाखेरि मरुभुजी क्यान्डलले ट्रेन्डलाई कन्टिन्यू गर्ने, अब चाहिँ ट्रेन्ड चेन्ज हुन लाग्यो भन्ने कुराको संकेत गर्दछ। यदि मार्केट घटिरहेको बेला अथवा बढिरहेको बेला मरुभुजी क्यान्डल बन्द छ भने घटाइ पनि नियमित हुन्छ र बढाइ पनि नियमित हुन्छ भन्ने कुरा संकेत गर्दछ। यदि मरुभुजी क्यान्डल रेजिस्टेन्ट लेभलमा बन्यो भनेपछि अब चाहिँ अप ट्रेन्ड सक्यो, डाउन ट्रेन्ड सुरु भयो भन्ने कुरा बुझ्न पर्दछ। त्यसै गरी कुनै पनि सपोर्ट लेभलमा यदि बुलिस मरुभुजी क्यान्डल बन्यो भने अब चाहिँ डाउन ट्रेन्ड सक्यो, अब अप ट्रेन्ड सुरु हुन्छ भन्ने कुरा संकेत गर्छ। मरुभुजी क्यान्डल कुन टाइम फ्रेममा हामी देख्न सक्छौँ भन्दाखेरि आवरली भयो, डेली भयो, विकली भयो र मन्थली टाइम फ्रेममा पनि देख्न सक्छौँ। मरुभुजीमा हामीले ट्रेडिङ स्ट्राटेजी कसरी गराउन सक्छौँ भन्दाखेरि यदि सपोर्ट लेभलमा बुलिस मरुभुजी क्यान्डल बनेपछि हामीले नेक्स्ट डेको क्यान्डलमा चाहिँ हामीले आफ्नो ट्रेड इन्ट्री प्लान गर्न सक्छौँ। त्यसै गरी हामीले बियरिस मरुभुजी बन्यो भनेपछि नेक्स्ट क्यान्डल जुन बनेको हुन्छ त्यसमा चाहिँ हामीले सेल गर्न पर्ने हुन्छ। किन भनेपछि हाम्रो नेपालमा वान वे मात्रै मार्केट भएको हुनाले हामीले बियरिस मरुभुजी क्यान्डल बनेपछि हामीले आफ्नो ट्रेड अथवा मार्केटबाट एक्जिट हुन पर्ने हुन्छ अथवा बेच्न पर्ने हुन्छ। मरुभुजी बन्यो हामीले नेक्स्ट डेको क्यान्डलमा हामीले इन्ट्री पनि गयौँ भन्दाखेरि स्टप लस कता राख्ने भन्दाखेरि मरुभुजी क्यान्डलको लोमा हामीले स्टप लस राख्ने हो भन्दाखेरि टार्गेट चाहिँ 1:3 को रेसियो या कुनै सेल सिग्नल दिएमा या आफ्नो टार्गेट पुरा भएमा चाहिँ हामीले बेच्न सक्छौँ। यदि रेजिस्टेन्ट लेभलमा बुलिस मरुभुजी क्यान्डलले ब्रेकआउट दियो भोल्युम सहित भनेमा हामीले चाहिँ केही दिन वेट गरेर रिटेस्ट गर्न दिएर अनि मात्रै हामीले त्यसमा चाहिँ ट्रेड इन्ट्री प्लान गर्नुपर्दछ। अब हामी चार्टमा नै हेरौँ है त मरुभुजी क्यान्डल बनेमा मार्केटको अवस्था के भएको छ भन्दाखेरि हामी चार्टमा नै हेरौँ। यहाँनिर हेर्न सक्नुहुन्छ साथीहरू, बुलिस मरुभुजी क्यान्डल बनिसकेपछि मार्केटको अवस्था के भएको छ। यहाँसम्मको एउटा लामो स्विङ दिएको छ। त्यसै गरी अन्य ठाउँ पनि हेर्न सक्छौँ। पनि हामीले हेर्न सक्छौँ बुलिस मरुभुजी क्यान्डल बनिसकेपछि एउटा राम्रो प्रकारको स्विङ देख्न सक्छौँ। यो भयो बुलिस मरुभुजी क्यान्डल। हामीले यसरी नै अन्य कुनै स्टकमा अथवा नेप्सेमा नै हामीले हेर्न सक्छौँ। त्यसै गरी हामी बेरिस मरुभुजी क्यान्डल बनेपछि त कस्तो अवस्था हुन्छ त भनेर पनि हेरौँ है त। यहाँनिर बनेको छ हेर्न सक्नुहुन्छ साथीहरू, बेरिस मरुभुजी क्यान्डल बनिसकेपछि मार्केट करेक्सन भएको छ। त्यसै गरी अन्य ठाउँ पनि हेर्न सक्छौँ हामी। बेरिस मरुभुजी क्यान्डल बनिसकेपछि सानो भए नि करेक्सन आएको छ। यहाँनिर पनि हेर्न सक्नुहुन्छ साथीहरू, बेरिस मरुभुजी क्यान्डल बनिसकेपछि
एउटा लामो करेक्सन आएको छ। यसरी नै हामीले चार्टमा एउटै स्टकमा मात्रै नभएर अन्य सबै स्टकमा पनि हेर्न सक्छौँ र तपाईँहरूले यसै अनुरूप नै आफ्नो ट्रेड लिन सक्नुहुन्छ, इन्ट्री पनि हुन सक्नुहुन्छ, टार्गेट पनि सेट गर्न सक्नुहुन्छ र टार्गेट पुरा भइसकेपछि सेल गर्न पनि सक्नुहुन्छ। जाँदा जाँदै टिप्स है त, यदि मरुभुजको क्यान्डल रेजिस्टेन्ट अथवा सपोर्टमा बन्यो भने यसको पावर 10 गुणा बढी हुन्छ। अनि अर्को टिप्स, यदि मरुभुजको क्यान्डल बने सँगसँगै भोल्युम पनि धेरै छ भने झनै राम्रो हो। हामीले कहिलेकाहीँ आफ्नो विचार गर्न पर्ने कुरो के हो भन्दाखेरि कहिलेकाहीँ मरुभुजको क्यान्डल एकदम धेरै ठुलो बन्यो भनेपछि त्यसमा चाहिँ अलि हामीले विचार गर्न पर्ने हुन्छ, किनभने हाम्रो टार्गेट भन्दा धेरै नै माथि पुगिसकेको हुन्छ। त्यसैले हामीले ट्रेड इन्ट्री हुँदा रिस्क धेरै हुन सक्छ, त्यही भएर अलिकति घट्न दिएर फेरि हामीले इन्ट्री हुन सक्छौँ। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।